होइन कता लागिस् कान्छा? म त विदेशतिर लागेँ दाइ। नेपालमा बसेर कुनै काम पनि पाइनँ, जागिर पनि छैन, सबैले हेपेर झल्लु भन्न थाले। म त अब बसिँदै नेपालमा, म त अब सहरतिर हिँडेँ विदेशमा गएर आउँदै। अनि विदेश गएर चाहिँ सुख पाइन्छ त कान्छा? खोइ दाइ, अब नेपालमा बसेर नि काम पाइएन, जागिर पनि छैन, व्यापार पनि छैन, सबैले गाउँलेले हेला गर्छन्, काम केही पनि गरिनस्, आवारा भयो बिग्रियो भन्छन्। त्यही भएर मलाई दाइ अब विदेशतिर जानु पर्यो। तिमीहरूको यही बुद्धिले त बिग्रेको छ नेपाल। घरबारी सबै बाँझो राखेर विदेश गएर म सुख पाउँछु, धेरै पैसा कमाउँछु भनेर हिँड्छौ। यता काम भयो भने केही गर्दैनौ तिमीहरू, खालि खेलेर लन्ठेर हिँड्छौ। अनि कहाँबाट विकास हुन्छ, कहाँबाट पैसा कमाइन्छ? के काम गर्नु भाइ? काम त गर्छु नि। अब जहिले भयो बिउ किन्ने बेलामा हो महँगी मात्रै बढ्छ हेर्नुहोस्, बेच्ने बेलामा भाउ नै आउँदैन। अनि आफ्नो बारीको सब्जीहरू सबै फाल्नु पर्छ लगेर। अनि यहाँ बसेर के गर्नु दाइ? बरु विदेशतिर जाने हो, उता बस्यो यसो कमाउने ओर्ने, अलिअलि घुम्ने ओर्ने आउने दाइ। त्यसको लागि त बिहे मौसमी तरकारी उत्पादन गर्नु पर्यो, अक्सिजनमा निकाल्न सक्नु पर्यो। त्यतिखेर कति भाउ आउँछ? अनि त्यो किन्न पनि दाइ पैसा चाहियो, पैसा छैन, कसैले गाउँलेले ऋण पचाउँदैन। के होइन गर्नु अब दाइ? बिउ